आलुको तुरुन्त बनिने खाजा साथीहरू एकदमै मिठो हुन्छ। यसरी बनाउँदा सुरुमा आलुलाई बोइल गर्नुपर्छ। यहाँ मैले थोरै नुन र पानी राखेर यसलाई बोइल गरेँ। आलुको चुरसम्म मजाले पाक्ने गरी पकाउनुपर्छ ताकि यसलाई म्याच गर्दा अलिकति पनि टुक्राहरू नबसोस्। आलु एकछिन सेलाउन दिएपछि अब यसको बोक्रा उकाएर यसलाई हामीले मुस्नुपर्ने हुन्छ। स्टिलको कचौरा अथवा ग्लासले पनि यसलाई हामीले यसरी मुस्न सक्छौँ, अलिकति पनि टुक्रा नराखिकन। यो अहिले तातै छ। मजाले यसरी मुछेपछि एकछिन यसलाई सेलाउन दिने। त्यतिन्जेल म यहाँ चामलको पिठो पनि बनाउँछु। चामलको पिठो राख्नाले चाहिँ यो क्रुम क्रुम एकदमै मिठो बन्छ। यतिको मिहिन गरेर मैले पिसेँ। अनि थोरै ज्वानो हातमा माडेर राखिदिने, अनि थोरै चिल्ली फ्लेक्स पनि राखेर स्वाद अनुसार नुन राखिदिने। साथै अहिले पिसेको यो चामलको पिठो पनि 3 चम्चा जति राखिदिने। अनि यो चाहिँ हो कर्नफ्लोर। कर्नफ्लोर राखेपछि चाहिँ यो एकदमै राम्रोसँग मुछिन्छ। मैदा पनि राख्न सकिन्छ यसको बदली। अब यसलाई पातलो पातलो लामो लामो यस्तो डोरी जस्तो बनाउने, अनि यत्रो साइज गरेर चाहिँ पिस गर्यौँ भने यसको भित्रसम्म मजाले पाक्छ अनि हेर्दा पनि एकदमै राम्रो देखिन्छ। अनि चामलको पिठो राखेकोले गर्दा यो क्रुम क्रुम बनिन्छ। यसको स्वाद पनि एकदमै मिठो हुन्छ। ल यो सबैलाई मैले यसरी काटेर रेडी गरेँ। अब यहाँ सनफ्लावर तेल तताएर यसमा राखिदिने अटिन्जेलसम्म। मिडियम फ्लेममा यसलाई पकाउनुपर्छ। एकतिर एकछिन सेट भएपछि बिस्तारै बिस्तारै यसलाई चलाउँदै पल्टाइदिनुपर्छ। ल हेर्नुहोस् त कलर पनि मजाले चेन्ज भयो। यतिको फ्राई भएपछि अब यसलाई निकाल्ने र अर्को ब्याच पनि त्यसरी नै फ्राई गरेर निकाल्नुपर्छ। यसरी फ्राई गर्दा हाई फ्लेममा चाहिँ फ्राई नगर्नु होला। बाहिरी भाग डढ्छ, भित्री भाग चाहिँ त्यति राम्रो पाक्दैन। ल सबैलाई मैले यसरी फ्राई गरेर निकालिसकेँ। यसरी हामीले एकैछिनमा आलुको एकदमै मिठो खाजा बनाएर तयार गर्न सक्छौँ। साथीहरू यो कस्तो भएको छ सुन्नुहोस् त।